म भूत जस्तो भएर एउटा हजुरहरूलाई म टिप्स दिन चाहन्छु। म एकजना ब्युटिसियन हो, त हजुरहरूलाई म 100% ग्यारेन्टी दिएर हजुरहरूलाई भन्छु यो टिप्स तपाईँहरूले युज गर्नु होला। त युजफुल लाग्यो भने मलाई कमेन्ट गर्नु होला है त। एकखेप युज गरेर कमेन्ट गर्नु होला तपाईँहरूले कस्तो लाग्छ। त के गर्नु भने साथीभाइहरू, दिदी बहिनी दाजुभाइ सबैजनाले युज गर्न सक्नुहुन्छ यो चिज। अब एउटा बिलाही लिनु, मेरो चाहिँ घरैको बिलाही है, यो बुढाले लगाउनु भएको अर्ग्यानिक हो। हल्दी पनि मेरो अर्ग्यानिक हो, घरैको हो। चिनी चाहिँ हेमन्त मामाले दिनुभएको है। त चिनीको गुटी पनि दाना पनि ठुल्ठुलो छ नि त, स्क्रबको काम गर्छ। के गर्नु भने यसलाई 2 फाला गर्नु होला। 2 फाला गरेको बादमा यसको माथि चिनी, अलिकति तपाईँले घिउ सक्नुभयो भने घिउ, जे तपाईँलाई सुट गर्छ हेर्नु है त। इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने यहाँ चिनी र हल्दी चाहिँ इम्पोर्टेन्ट छ। चिनी र हल्दी सबैलाई सुट गर्छ। अरू यसमा तपाईँहरूले मधु, एलोभेरा जेल अनि अलिकति घिउ हालेर पनि तपाईँहरूले यसमा 10 मिनट या 5 मिनट स्क्रब गर्नु होला। पुरा राम्ररी रगडी स्क्रब गर्नु होला। स्क्रब गरेको बादमा हजुरहरूले अरू हाम्रो यो घाँटीमा रहन्छ, हातमा रहन्छ हैन, हातमा घाँटीमा पनि हजुरहरूले राम्ररी यसलाई स्क्रब गर्नु होला। टाइम छ भने, टाइम छैन भने चाहिँ स्किनमा मात्रै गर्नु होला। हजुरहरूलाई म पार्लरमा गएर 1 घन्टा बस्ने टाइम त हुँदैन नि त हाम्रो आए मान्छे होइन, घरमा त कति बितेको हुन्छ। म एकजना ब्युटिसियन हो भए तापनि हजुरहरूलाई म घरको नुस्खाहरू दिँदैछु। तपाईँहरूले घरमा जति पनि चिजहरू छ हाम्रो स्किनको लागि युजफुल हो, बहुत राम्रो चिज हो, जान्नुपर्छ कतिपय चिजहरू। त हजुरहरूलाई जान्नेले त जानिहाल्नुहुन्छ, नजान्नेलाई चाहिँ मैले कुरा सिकाएकी हुँ। हजुरहरूले प्लिज एकबार ट्राई गरेर तपाईँहरूले कमेन्ट गर्नु कस्तो रिजल्ट पाउनुभयो। त के गर्नु भने हजुरहरूले यसरी 5 मिनट तपाईँहरूले स्क्रब गर्नु। स्क्रब गरेको बादमा जति सक्नुहुन्छ 10 मिनट 5 मिनट जति सक्नुहुन्छ स्क्रब गर्नु होला। स्क्रब गरेको बादमा घरैमा चामलको पिठो हुन्छ, बेसन हुन्छ हैन, त्यसमा चामलको पिठोमा पनि अलिकति दही, अलिकति दुध, अलिकति घिउ अनि तपाईहरु छ भने मधु, एलोभेरा जेल। तपाईहरुलाई यदि मधु, एलोभेरा जेल, घिउले सुट गर्दैन भने त्यसलाई स्किप गर्न सक्नुहुन्छ। खाली दुध अनि अलिकति त्यो के भन्छन् मुल्तानी मिट्टी, यार भिडियो भयो।